कर्कट राशिलाई यो महिना भावनात्मक उताप चढाव हो, किनकि सूर्य मंगल र बुधको त्रिगै योगले तपाईको पञ्चम भाव मानौ प्रेम सन्तान र लगानीमा गएर बनेको छ। यो महिना प्रेम सम्बन्धमा अत्यधिक उताप चढाव, शंका तथा शेयर बजारमा अति तलमाथि गर्ने र अत्यधिक जोखिमपूर्ण समय पनि हो। तर यो भावनात्मक आदिका बीच तपाईको यो महिना सुरुवातमा विशाल सुरक्षा कवच छ। मंसिर 1 गतेदेखि 11 सम्म बृहस्पति तपाईको प्रथम भाव अर्थात् कर्कटमा उच्च भएर हंस महापुरुष योग बनिरहेको छ, जसले तपाईलाई स्वास्थ्य, ज्ञान र हरेक संकटबाट बचाउँछ। यसका साथै महिनाभरि तपाईको चतुर्थ भाव अर्थात् तुलामा शुक्रले मालव्य महापुरुष योग बनाउँदैछ। त्यसले घर, वाहन र पारिवारिक सुखको अनुभूत आनन्द दिनेछ। यस महिनाको चुनौतीहरू दोहोरिनेछन्। एकातिर पञ्चम भाव त्रिग्रही योग र अर्कोतिर अष्टम भाव मीनमा चलेको शनि र शनिको अडैया पञ्चम भावले शेयर बजार जस्ता अचानक लगानीलाई जोखिमपूर्ण बनाउनेछ। तर प्रेम सम्बन्धमा अत्यधिक ऊर्जा र अनेक प्रकारका शंका उपशंकाहरू हुनेछन्। अष्टम भावको अडैयाले गहिरो मानसिक तनाव र पुरानो रोग अथवा पुरानो सम्बन्धलाई लिएर मनमा अनेक हलचलहरू मचाउनेछ। यो महिनाको टाइमिङ महत्त्वपूर्ण छ। मंसिर 8 देखि 21 सम्म जब बुध तपाईको सुखको चौथो भावमा शुक्रसँग मिल्नेछ, यो घर, जग्गा, जमिन, गाडी आदि सम्बन्धित कागजी काम र खरिद बिक्रीमा अति उत्तम समय रहेको छ। तर ठुलो परिवर्तन मंसिर 11 गतेदेखि आउनेछ। तपाईको प्रथम भावमा चलिरहेको बृहस्पतिले आशीर्वाद र त्यस्ता कुराहरूमा तर ठुलो परिवर्तन मंसिर 11 गतेदेखि आउनेछ। तपाईको प्रथम भावमा रहेको बृहस्पतिको आशीर्वाद त्यस दिन रोकिन्छ जब बृहस्पति वक्री भई 12औं भाव अर्थात् मिथुनमा प्रवेश गर्नेछ। तपाई अचानक राज्यबाट अनेक प्रकारका सन्यासीहरू, गुरुहरू जस्ता विशेष महत्त्वपूर्णका क्षेत्रहरूमा खर्च, अनिन्द्रा र आध्यात्मिक एकान्तवासको चरण प्रवेश गर्नुहुनेछ। र महिनाको अन्तिम टर्निङ पोइन्ट मंसिर 22 गते आउनेछ। पञ्चम भाव प्रेम लगानीमा तनाव दिइरहेको मंगल त्यो दिन मुक्त भएर छैठौं भाव अर्थात् धनुमा प्रवेश गर्नेछ। त्यसैले हजुरको ऊर्जालाई भावनात्मक तनावबाट, शत्रु, रोग र ऋणसँग लड्नतर्फ मोडिनेछ। तपाई त्यसबाट विजय प्राप्त हुनेछ।